अनि हाम्रो यहाँ राजेश दाई टक्क लाएर सही हो ल फाइनली भेट्टिँदै बस अड्डा अड्डालाई सब्स्क्राइब गर्नु होला नि त हैन ल पारामा है त ल टक्क लाएर फाइनली गाइस हामी चाहिँ खाना खाँदै हस् दाइ ल यता टक्क सुदूरपश्चिम प्रदेशको मुख्य द्वार शिवपुरी छ हाम्रो गाडी चाहिँ उता छ है त्यही नै हो हामी टिम फर्किँदैछौँ ब्याक टु पोखरीको नेपालमा What's up guys, welcome back to the new episode of बस अड्डा। अनि अहिले बजिरहेको छ बिहानको 6 र हामी जान लागिरहेको छौँ धनगढी। तर धनगढी चाहिँ को जाँदैछ भने चाहिँ रितेश, म र हाम्रो साथी निश्चल, हाम्रो टिम बस अड्डाको। सो अहिले चाहिँ सामान मैले प्याक गर्न लागिरहेको। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो गिम्बल, माइक, क्यामेरा यहाँ छ, म्याकबुक त्यहाँ छ है। सो त्यही नै हो। अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ। गाडी चाहिँ हाम्रो यता लमाईबाट अगाडि आइसकेको हो रे। सो कोलपुर आउन अझै टाइम लाग्छ। अनि म चाहिँ भर्खर रेडी भएर बसेको। अब कपडा पनि हालेको छौँ यहाँ हामीले टक्क लाएर है। अब यिनी सब प्याक गर्न छ। अब त्यही हो, प्याक गरिसकेपछि भेट्नुपर्छ। अनि बाटोमा रमाइलो गर्दै जानुपर्छ। बाटोमा रितेश र निश्चल पनि भेटिन्छ त। हामी जाँदैछौँ सुपा भिआइपीमा है त। सो स्टे ट्युन गाइज। अनि भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु। अलराइट गाइज, अहिले चाहिँ बजिसकेको छ 6:30 अनि घरतिर चाहिँ एकदम बबाल पानी परिरहेको। यहाँ पानी परिरहेको छ, धानसान पनि भइसक्यो। अब चाहिँ यता हुनुहुन्छ। सो हाम्रो चाहिँ स्कुटर अनि सामान सब रेडी भएको छ है। यहाँ चाहिँ मेरो ल्यापटप छ, मेरो स्ट्यान्ड भइहाल्यो। अनि त्यहाँ ब्याग छ, ल्यापटप अनि सो त्यही हो। नाउ गाइज, म चाहिँ छु अहिले ठुलो मम्मीको घरमा है। मलाई देख्न सक्नुहुन्छ। मेरो स्कुटर चाहिँ उता छ है, त्यहाँ टक्क लाएर यहाँ पुरा झोला बिस्तारै बोकेर हिँडेछु। केटाहरू चाहिँ हिँडिसकेर चौराबाट गाडी आइसक्यो। सो अब गाडीमा भेट्नुपर्छ है त गाइजहरू, हाम्रो सुपा भिआइपीमा। गाडी आइसकेको छ है, आधी बाटो टक्क लाएर। अलराइट गाइज, हामी चाहिँ गाडीभित्र आइसक्यौँ। हामी चाहिँ लास्ट सिटमा छौँ है, लास्ट सिटमा। ए निश्चल काले हेर्नु त, यो कालो देखिएको। ल हावाको लहरसँगै पश्चिमको यात्रा सुरु। ल टक्क लाएर है, हामी चाहिँ लास्ट सिटमा बसेछौँ, लास्ट सिटमा। अब धनगढीमा हुन्छ रमाइलो। चाहिँ अगाडि आइसकेको छौँ। हाम्रो दाइ चाहिँ उता पुरा ड्राइभिङ हान्दै हुनुहुन्छ। कर्णाली पुग्न लागिसक्यौँ हामी चाहिँ। ल दाइ एउटा अघिको जसरी ल हामी होइन ल बस अड्डालाई सब्सक्राइब गरिदिनु भन्नु न। बस अड्डालाई सब्स्क्राइब गर्नु होला नि त हैन ल पारामा है त। ल टक्क लाएर फर्स्ट चेकपोस्ट आइसकेको छ। लास्ट चेकपोस्ट फर्स्ट भन्दा हुन्छ, सरी। म चाहिँ यता छु, केटाहरू चाहिँ भित्र छन्। सो केही छैन। अब टक्क लाएर अगाडि कर्णालीको भ्यू हेर्दै जानुपर्छ हामीले चाहिँ होइन दाइ। कर्णाली देख्न सक्नुहुन्छ अगाडि। ए डिस्प्ले चेन्ज गरायो कि हो? टेम्पो ग्लास हालेको पारा। ल यो पारा है। ल ल सबैजनालाई नमस्ते। हाम्रो हावाको लहरसँगै पश्चिमको यात्रामा चाहिँ अहिले चाहिँ हामी कर्णाली यानि कि चिसापानी आइपुगेका छौँ। र हाम्रो गाडी चाहिँ यही नै हो होइन, सेती टाइगर सुपा भिआइपी सोफा सिट। अब चाहिँ सिधै धनगढी गएर भेटौँला। हस्, हामी बस अड्डा होइन, अहिले चाहिँ कर्णालीमा है गाइस। पछाडि कर्णाली पुल हेर्नु होला। र म लगायत मेरो टिमहरू भनेको थियौँ। हामी अर्को एकजना निश्चलजी है, निश्चलजी। हामी चाहिँ अहिले कर्णालीमा छौँ। सो अब हामी धनगढीमा रमाइलो हान्नुपर्छ एकदम बबाल। जिके माया तमलाई धनगढीमा भेटौँ। फाइनली वेयर कर्णाली है त। यहाँ बस यस्तो रोकिरहेको छ खाजा खान। हामी चाहिँ यस्तै कर्णालीतिर छौँ। उता मोटेले भिडियो बनाइरहेको छ। उता म यता छु, रितेश गाडीमा छन्।
अब यस्तो यस्तो चलिरहेछ धनगढी पुग्यो भने अब यस्तो चलपल हुन्छ त। अब अहिले चाहिँ नास्ता खाने भनेर सर्ट ब्रेक लिएको छौँ। वासरुम सासरुम गर्ने हामी त धेरै टाढाबाट त आएको होइन, कोलपुरदेखि आएको जस्ट 1-1.5 घन्टाको यात्रा चाहिँ भयो। अब नास्ता खाने कि नखाने भनेर वी आर जस्ट डिसाइडिङ। तर के खाने रातभरि सुत्या होइन आज। आज तिनैजना केटाहरू रातभरि सुत्या छैन होइन। यिनीहरूलाई यहाँ पश्चिमको माया अति धेरै चाहिएको भएर यहाँ हाम्रो सबै यहाँ छ नि। ब्याक क्यामेरा गर्नु गाइस वेरेट कर्णाली अब रमाइलो वाइल्ड छ राजेश दाइसँग मेन चाहिँ आई लभ यु फर्काउन जान लाग्यो स्पेसल्ली चाहिँ हामी। ल राजेश दाइलाई आई लभ यु टु फर्काउन जान लाग्यो। अब अरू चाहिँ उतै हामी चाहिँ एकछिन यहाँ के दाइलाई प्र्याङ्क हान्न लागेको छौँ। अब दाइले चाहिँ के गर्नुहुन्छ है, पहिला फोन चाहिँ स्पिकरमै छ। दादा गुड मर्निङ। दादा यार म त छुटेँ नि यार, केटाहरू त आएछन्, म त यहाँ सुते भएछु। केटाहरू खोइ कता पुगे थाहै छैन दादा। त्यसै भनेको दाइ, ल तयार भएर बस्नु, हामी यहाँ कर्णाली पुगिसकेछौँ। ल नास्ता खान रोकेको छ। अब यहाँदेखि कति लाग्ला र तिनजनै आँट्छौँ। ल सो दाइलाई केही असरै परेन यार प्र्याङ्क हानेको त। दादा चिलमा छ अहिले। सो अलराइट गाइज, हामी यहाँ कर्णालीमा टक हल्लाएर आइसक्रिम खाँदैछौँ। रितेश गाडीमा आएको छन् पानी सानी लिएर, क्यामेरा स्यामेरा त्यही छ नि त। अनि हामी चाहिँ भिडियो बनाउनलाई यहाँ बाटोमा हो। निश्चललाई हेर्नु न आएछ है। कर्णाली देखिएछ कि छैन थाहा छैन है, त्यही पनि आइसक्रिम जिन्दाबाद। आइसक्रिम होइन बस अड्डा जिन्दाबाद। शिवपुरी छ, हाम्रो गाडी चाहिँ उता छ है। त्यही नै हो। अनि म छु अहिले कर्णालीमा। अब हामी जाने हो सिधै कहाँ, धनगढी। हाम्रो राजेश दाइसँग भेट्न पर्छ। सो त्यही नै हो। फाइनली गाइज हामी चाहिँ कर्णालीमा नास्ता गरेर पनि निस्किसकेको हो। सो दाइहरू यता हुनुहुन्छ ल बस अड्डामा हाम्रो दाइ है, टप चलाएर। ल हाम्रो दाइको उहाँ टिकटक आइडी छ, सबैले फलो हान्नुपर्छ ल गाइजहरू। बाटो त लम्की है। अब ल है कुकुर त बिच बाटोमा चाहिँ हेर्नु न टक्क लाएर निश्चल मेरो पछाडि रितेश भित्र छन्। त्यही हो, लम्कीको चोक आइसक्यो हामी। चोक लम्कीको है। हाम्रो मिमिक्री गर्ने दाइ हाम्रो एरियामा नि ठाउँ आयो, अब के गरौँ, गाह्रो छ लम्कीमा। ल हामी आइपुग्न लागेका छौँ होइन, आइपुग्न लागेको छौँ। अब एकदमै धेरै हाम्रो राजेश दादाको आई लभ यु आएको भएर आई लभ यु टु फर्काउन जान लागेको स्पेसल्ली चाहिँ धनगढी। र यो सँगसँगै चाहिँ अब बस अड्डा चाहिँ आधिकारिक रूपमा टिकटक युट्युब लगायत अब चाहिँ अफिसियल्ली वी आर कमिङ इन फेसबुक अल्सो। सो फेसबुकमा पनि यत्तिकै माया देखाउनु होला। यति छोटो समयमा युट्युबमा यति राम्रो सपोर्ट दिनुभएको छ होइन। सब्सक्राइबर भने एउटा नेचुरल तरिकाले ग्रो हुँदै गर्छ, तर भ्युजहरूको मामलामा चाहिँ एकदम राम्रो तरिकाले सपोर्ट दिनुभएको छ। यस्तै गरी हाम्रो यो हावाको लहरसँगै सुदूरको यात्रा, पश्चिमको यात्रालाई पनि यत्तिकै माया दिनु होला, साथ दिनु होला। र यो सँगसँगै चाहिँ यो सुदूरपश्चिमपछि चाहिँ हामी डाइरेक्टली चाहिँ हामी कर्णाली प्रदेशको सुर्खेत जिल्लामा जानेछौँ होइन। बस त्यति हो। यसपछि चाहिँ हाम्रो सुर्खेतको यात्रा हुनेछ कर्णाली प्रदेशको लागि। फेसबुक आइडीको हाम्रो एडमिन चाहिँ हाम्रो निश्चल सर हुनुहुन्छ अब चाहिँ। ल हेर्नु होला। ल यति नै हो। अलराइट गाइज, हामी चाहिँ अत्तरिया पुगिसक्यौँ। अब धनगढी नजिकै छ होइन। के भन्नु, यस्तै हो। रितेश चाहिँ सुत्दिरहेछन्, निश्चल र म मात्रै यहाँ गफ हान्दै गइरहेछौँ। सो हामी चाहिँ श्री रामजानकी मन्दिर प्रवेशद्वार यहाँनिर पुगेको छौँ है। ल बाटो चाहिँ दामी चक्की क्वालिटीमा छ। टक्क लाएर है धनगढीमा चलपल बस अड्डा गएर टक्क खानासाना खाएर एकछिन बसेर राजेश दाइसँग भेटेर गफसप हानेर बेलुका फेरि राजगद्दीमा फर्किने। हामी राजगद्दीमा राजा जसरी फर्किने आज हुन्छ रमाइलो हुन्छ। फाइनली हामी चाहिँ जाँदैछौँ ल दाइ, केही भनिदिनु 1-2 शब्द। ल दाइ उता हाम्रो दाइ। ल बाई बाई है त। सो अब चाहिँ अब भेटिराख्नुपर्छ है। त्यही हो हाम्रो दाइसँग टक्क लाएर।
सामान सपायो क्यामेरा आयो कि ऊ ल्यापटप यहाँ छ ऊ त्यहाँ चाहिँ भइहाल्यो ल दाइ होइन दाइ होइन हामी चाहिँ अब लाग्दैछौँ हाम्रो राजेश दाइलाई भेट्न स्पेसल्ली ओ रितेश बा चाहिँ अहिले अटोमा यहाँ चाहिँ के भन्छन् दाइ अटो भन्छ नि के भन्छ अटो नै भन्छ ओदातिर कोही कोही टुकटुक भनेर हुन्छ टुकटुक अनि सिटी के भन्छ होइन सिटी सफारी ल एनिवे धनगढी चाहिँ एकदम दामी लाग्यो है हामीलाई चाहिँ जोस् म्यानेज छ त्यस दामी लाग्यो सो केही छैन अब बस अड्डालाई चाहिँ सब्सक्राइब गर्नुपर्छ हामी चाहिँ हाम्रो दाइ पनि हुन्छ बस्ताकै जाने चाहिँ बस अड्डालाई हामी दाइहरू हामी सबै सँगै जाने ल टक्क लगाएर हामीसँग फेरि क्यास नभएर यहाँ अनलाइनमा दाइको यहाँ अनलाइनमा ल ठिक छ गाइस देख्न सक्नुहुन्छ धनगढी अनि हाम्रो यहाँ राजेश दाई टक्क लाएर सही हो ल राजेश दाईसँग ल दाइ हामी फाइनली भेट्यौँ है बस अड्डा कल ल टक्क लाएर ल सबैजना यहाँ राजेश दाईको न्यू फोन है यहाँ टक्क लाएर है फाइनली हाम्रो चाहिँ पहिलाको ग्रेट नेपाल अहिले यहाँ अग्रदूत भइसक्नु भएको छ टक्क लाएर है अग्रदूत यहाँ केही छैन जोस् ग्रेटर नेपालले पनि कोलपुरमा चाहिँ यही टाइममा मार्केट चाहिँ खाएको हो हामी चाहिँ अब टक्क लाएर राजेश दाइसँग छौँ अनि हाम्रो यहाँ राजेश दाईको बसन त्यही टक्क लाएर थ्रोन 2x1 राजगद्दी एक्सप्रेस फाइनली वी आर एट राजगद्दी अनि यहाँ लाइभमा है लाइभमा यहाँ टक्क लाएर हाम्रो दाईहरू चाहिँ टक्क लाएर यता हुनुहुन्छ बस अड्डाको आज भिडियोमा अरू ल दाई केही भन्नु न त एक दुई शब्द टक्क लाएर धनगढीको बारेमा होइन यहाँको अब तपाईँहरूको गाडीको यताउता उ गर्नु पऱ्यो भने ल ठिक छ सिट चाहिँ यहाँ 2x1 हो है गाइजहरू यहाँ सिङ्गल जानेहरूलाई चाहिँ यो सिङ्गल यहाँ चाहिँ डबल हो निश्चल चाहिँ उहाँ छन् रितेश र निश्चल सो ओहो टक्क लाएर ल त्यही हो अब यस्तै हो खानासाना खान्छौँ अनि टक्क ल्याएर भिडियो सुट हाल्नुपर्छ ल एसी पनि खुलिसक्यो है यहाँबाट यहाँबाट कोही साइडबाट आउँछ ए त्यहाँबाट आएर म साइडबाट आइहाल्छु त्यही हो राजगद्दी चाहिँ दामी लाग्यो है मलाई चाहिँ धनगढीमा बबाल राजेश दाई टक्क लाएर है आई लभ यु दाईको फेरि जसलाई पनि आई लभ यु टक्क लाएर भनिहाल्ने गरेको हामी चाहिँ खाना खाँदै हस् दाइ ल यता टक्क लाएर दाजु यता देखाइदिनु न भिडियो यहाँ लाइभमा है लाइभमा है ल हस् हस् हामी चाहिँ यता छौँ दाजु दाइ फेरि टक्क लाएर यता हजुर सबैलाई चिठी सलाम फेरि पनि हामी आइसकेको छौँ सुप्पा भिआइपीमा र अहिले चाहिँ यता भिडियो बनाउन छौँ होइन मजाले यता हाम्रो टोलीहरू सबै छ सुटमा खै नि सर ल यता हाम्रो दाइ हुन्छ ल दाइ एकदम लजावती झार जस्तो लजाउनु भएको छ ल अब चाहिँ राजगद्दीको पालो छ उता जाऊँ अहिले चाहिँ म छु राजगद्दी एक्सप्रेसभित्र यता चाहिँ हाम्रो राजेश दाइ हुनुहुन्छ राजेश दाइ यसो हेलो हामी ल अब चाहिँ उताको सुट भइरहेको छ अब त्यो सुट सकाइसकेपछि चाहिँ हामी यसको सुट कम्प्लिट गर्नेछौँ यसको चाहिँ एकदम डेडिकेटेड एउटा स्पेसल भिडियो नै आउनेछ बस सो अलराइट गाइज हाम्रो चाहिँ सुट सकिसक्यो सुट सकेर हामी चाहिँ यस्तो नास्ता घर जान लाग्यो होइन पसिना एकदम मस्तको भइरहेको छ त्यही हो भेट्नुपर्छ एकछिनमा दाइ हुनुहुन्छ हामी चाहिँ फर्किन लागिरहेको छौँ अहिले चाहिँ राजगद्दीमा हाम्रो राजेश दाइ पछाडि हुनुहुन्छ है गाना पनि फेरि दुने त्यो पल भर्यो भन्ने मस्त बजिरहेको छ साथीहरू उसको ब्रेकअप भएको गाइज मुर्गा हान्दै नाम नल्यो न साथी मुर्गा त हान्यो त साथी अनि हामी चाहिँ राजेश दाइसँग जाने प्लान थियो बट राजेश दाइको पालो भोलि रहेको छ सो हामीले चाहिँ अर्को राजगद्दीमा गइरहेको छौँ हाम्रो राजगद्दी उता छ अर्को राजेश दाइको है
सो त्यही नै हो रमाइलो भइरहेछ अब अझै जानु क्याबिनवाला भ्लग आउने बाँकी अझै यो बनाउने रेकर्ड गर्ने बाँकी छ अहिले मजा आउँछ एकछिनमा आउँदाखेरि भन्दा जाँदाखेरि रमाइलो गर्ने सही हो ल लाइक एन्ड फलो सब्सक्राइब गर्न नबिर्सिनु होला बस अड्डा नेपालगञ्ज अब नेपालको होइन बस अड्डा मात्र हो अब रितेश ल अब राजेश दाईसँग भेट भयो ल टक्क लाएर ल भाइलाई पनि आई लभ यु ल दाइ Guys, ल। आई लभ यु भाइ ल टक्क लाएर एकजना दाइरोमा तल झन् ल हाम्रो धनगढीको यतिसम्म थियो रमाइलो भयो हाँसोमजाक भयो टाइम चाहिँ धेरै दिन सकिएन आजको लागि चाहिँ यति गरौँ त हाम्रो राज दादा हुनुहुन्छ ल अब दाइसँग चाहिँ नेपालमा भेटौँ है ओके ओके ल दाइ अब नेपालमा आउनुहुन्छ ल ल त दाइ बाई बाई एकदम धन्यवाद ल भाग्यमानी ल अब चाहिँ भाइ है ल बसर्टा फो दाइ बाई बाई ल बसर्टा फो फोर एकदम ल बाई दाइ ल फेरि यता 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 ल दाइलाई टक्क लाएर सो फाइनली हामी बसर्टा टिम फर्किँदैछौँ ब्याक टु कोहलपुर नेपालगञ्ज नेपालगञ्ज होइन आफ्नै पाकिस्तानमा फर्केर लागेको छ अब बिहान आउँदा सुपामा आएको टिम अहिले जाँदाखेरि चाहिँ राजगड्डीमा जान लागेको छ राजगड्डी एक्सप्रेस यसको पुरा भिडियो चाहिँ हाम्रो बचड्डा फोमै नै आउनेछ युट्युब च्यानलमै आउनेछ र राजेश दाईसँग पनि भेट भयो एकदम रमाइलो टाइम स्पेन्ड भयो अब फेरि अब राजेश दाईले चाहिँ हाम्रै ठाउँमा बोलाउने हो नेपालमा चाहिँ बोलाउने अब दाइलाई हामीले आई लभ यु टु भन्न दाइले आई लभ यु टु भन्न चाहिँ हामीले आउनुपर्छ है उता दुश्मन हेरेको हेरे भइसक्यो उता ल यति नै ल दाइ अस्ति आउँदाखेरि यहाँ भाग गरेर यत्रो ठुलो नाल साथी सो हाम्रो चाहिँ थ्रोन अगाडि हाम्रो राजेश दाई चाहिँ आउनु भएन हाम्रो यता दाई हुनुहुन्छ टक्क लाएर अनि कालो आज त म चाहिँ यता छु ल टक्क पारामा कालो रिङ्गाले कालो रिङ्गा केटाहरू यहाँ दौडा दौड छ कर्णानी ल हाम्रो चिसापानीको सुदूरपश्चिम प्रदेशको मुख्यद्वार हामी चाहिँ फर्किँदैछौँ ल केटाहरू फर्किन आँटेको कर्णानीको पुलमा छौँ अब गाडीको चाहिँ भिडियो निकाल्यो भने म त सुतेर उठेको थिएँ आँखा अलिअलि तिरिमिरी होला हस् एकदमै रमाइलो इन्सिडेन्ट भइसकेको छ हाम्रो राजगड्डी एक्सप्रेसमा सो वी आर वेटिङ एन्ड 1 घन्टा कुर्दैछौँ निकुञ्जमा निकुञ्जमा त्यही पनि कहाँ म यता 15 मिनटमा आउँछु भनेछ नि अझै कहाँ भन्दाखेरि हाम्रो कमल बिसी मालदाईको गाउँ रम्मापुरमा छौँ हामी अहिले अब रम्मापुरमा वेट गर्नुपर्ने भएको छ मालदा हाम्रो दाईहरूले निकुञ्ज क्षेत्रमा मूत्र विसर्जन हानिदिनु भएछ आर्मी दाईले देखिसक्नु भएछ अब के भन्ने सो
दिमाग खराब भयो What's up guys? के गर्ने साथी साथी यहाँदेखि त अझ मैले 1 घन्टाको बाटो छ नि त उसले मम्मीलाई 15 मिनट 15 मिनटमा आयो भने 1 घन्टा हेरी कुर्ने अर्को जाने बक्ला यो भ्लग मम्मीसँग चाहिँ नपुगोस् है म घर टिकटकमा हालिदिन्छु म गाइस साथी फेरि ल्याउने म घर के भन्नु आज थाहा साथी बल खेल्न जान्छु 3 घन्टामा आउँछु भनेर बिहान 4 बजे 5 बजे निस्क्यो हामी त भनेर निस्क्या है गाइस हामीलाई त केही टेन्सन छैन दोस्तीलाई त कल Waiting हालिसक्यो गर्दा। भन्नु छ साथी केही भन्दा छैन निश्चलले आज धोबी हाल्छ आज मैले लाइट काट्नु आज लाइट बाल्छ नि निश्चलले लाइट त गोरो भइसक्यो साथी हेर न यहाँ निश्चलको आज लाइट बल्छ घरमा पछाडि रेड कलरको साथी बलिसक्यो